हेलो साथीहरू, यो छोटो ब्लग हजुरले सबैजनाले हेरिदिनु होला है। हेर्दा हेर्दै लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनुहोस्। म र मेरो साथी चाहिँ अहिले आउटिङको लागि निस्किँदैछु हो। हेर्नुहोस् मेरो साथी पनि जाँदैछ र यो चाहिँ उँभो जाने रोड हो, माथि निस्किने। अन्त माथि निस्केर म र मेरो साथी चाहिँ पर धामडाँडा भन्ने एउटा ठाउँ छ हो, त्यहाँ त्यतापट्टि हामी दुईजना जाँदैछ र जाँदै हामी दुईजना गयो, गफ गर्दै गयो हो। र मेरो साथीले फर्स्टमै भनेको थियो आउटिङ जाँदाखेरि सानो ब्लग पनि बनाउन होइन भनेर भनेको थियो। त्यसैले गर्दाखेरि एउटा सानो ब्लग पनि बनाउने भयो र यो रोड फलो गर्दै हामी परसम्म गयौँ जाँदैछौँ हो। र यस्तो छ, हजुरले भ्यू पनि हेर्न सक्नुहुन्छ हो। यसरी हामी पनि भ्यू हेर्दै गयौँ हो। अलिअलि पानी आएको जस्तो भइरहेको थियो हो। कुहिरो पनि हल्का लागिरहेको थियो। मेरो साथी अगाडि गयो, म पछाडि यसो भिडियो बनाउँदै आएँ हो। अन्त हामी दुई भाइ गफ गर्दै गयौँ र एउटा उँभो जाने रोड परेको थियो। त्यो अब कहाँ जाने हो थाहै भएन हो। म पनि यो नयाँ ठाउँमा भएर र जाँदा एउटा अलिक जङ्गल भएको रोडमा पनि पुग्यौँ। त्यहाँ चाहिँ मान्छेहरूले अगाडि भनेको थियो थुप्रो बाँदर आउँछ अरे भनेर हो। अन्त दुईजना अलिक निकै डराउँदै पनि गएको थियो हो। त्यहाँ ठिक्कै एउटा गाडी आइपुग्यो। त्यहाँदेखि अलिक डर लागिरहेको बेलामा मनको शान्ति पनि भयो गाडी आउँदाखेरि। त्यहाँदेखि ठिक्कै एउटा साथी भेट भयो। त्यो साथीले जुस पनि दियो हो। आउँदै जुस पनि खाइयो। दुईजना भएर जुस पनि बाँडेर खायौँ हो। त्यहाँदेखि अब त्यस्तै छ, के गर्नु होइन, स्टुडेन्ट लाइफमा धेरै पैसा पनि नहुँदो रहेछ। अन्त यसरी बाँडीचुडी गरेर खायौँ र यो देखेको चाहिँ पब्लिक टोइलेट रहेछ हो। त्यहाँदेखि अलिक पर पुग्यौँ, धामडाँडा पुग्नै आँटे साथीहरू। त्यो पर देख्ने चाहिँ निमगाम भन्छ हो, त्यसलाई नै धामडाँडा भन्दो रहेछ हो। त्यहाँ पर देखेको चाहिँ राधाकृष्ण मन्दिर रहेछ र त्यस्तो धामडाँडा हो यहाँ छ। फुन्सिलिङ जाँदाखेरि ट्याक्सी पाएन भने चाहिँ यहाँनिर आउनुपर्दो रहेछ। मैले मस्ती नै एकताल यहाँनिर ट्याक्सी पाएको थियो हो। ठाउँ एकदम दामी छ। अहिले हल्का कुहिरो लागेको जस्तो भएर मात्रै यस्तो देखेको हो। अन्त यहाँ पर हजुरले देख्नुभयो राधाकृष्ण मन्दिर होला भन्छ। र हामी यतै फेरि बिबिपिएलको छेउमा फर्केर आयौँ र यो चाहिँ जाँदा एउटा छोर चाहिँ भेट्यो हो। यहाँ पनि किन नबनाउने भनेर छोटो एउटा भिडियो पनि बनाइहेऱ्यौँ र यहाँनिर एकताल मन्दिरको दर्शन पनि गऱ्यौँ हो। जाँदै ठिक्कै बाटोमा भेटेर र छोरदेनमा एक राउन्ड घुमेर फेरि हामी जाने भयौँ। र हेर्नुहोस् है भ्यू कस्तो दामी छ। हजुरहरूले हेर्दै गर्दाखेरि हजुरले कस्तो लाग्यो। अब हाम्रो भुटान है बाहिर गएर हेर्नु भएको छ भने भुटान कस्तो लागेको छ हजुरलाई लाइक सब्सक्राइब पनि गरिदिनुहोस्, कमेन्टमा भनिदिनुहोस् कस्तो लागेको छ। र भुटानकै मान्छेलाई त भन्नु पर्दैन है, हजुरलाई थाहै छ। र यो चाहिँ उतै जाने बाटो रहेछ हो। हेर्नुहोस् कुहिरो हल्का लागिरहेको छ हो। त्यो जाँदै ठक्कै एउटा मन्दिर जस्तो भेट्यौँ हो। हनुमानको सानो मूर्ति राखेर छ हो। त्यहाँ दर्शन गरेर यसरी हामी कुहिरो लागिरहेको थियो फर्केर गयौँ। खासमा उता चाहिँ किन गएको भन्दाखेरि मोमो खानु गएको है साथीहरू। मोमो खानु गएको। उता मोमो खानु पाइन्छ कि पाइँदैन, उता निमगाममा त सबै दोकान लक थियो हो। अन्त हामी उता गएको फर्केर। अब हेरौँ पाइन्छ कि पाइँदैन, वहाँ हामी खोजिरहेको छौँ। दोकान देख्नुहुन्छ होला, त्यहाँ सबै मान्छे प्याक रहेछ। त्यहाँदेखि हामी फर्केर आयौँ हो। अन्त आउँदै मोमो त के खानु पाइन्थ्यो, सबै प्याक रहेछ हो। त्यहाँदेखि एउटा आइसक्रिम किनेर खायौँ। त्यहाँदेखि कुरकुरे पनि बोकेको थियो हो, त्यो पनि खाइसक्यौँ हो। अन्त आइसक्रिमको स्वाद एकदम मिठो रहेछ हो। त्यो आइसक्रिमको स्वादिष्ट हो लिँदै नै हामी हो। यसरी हिँड्यौँ, दुई भाइ नै छौँ हो। अहिले पनि गफ गर्दै गयौँ। हल्का कुहिरो लागिरहेको थियो तर पनि साथीसँग यसरी गफ गर्दै वकमा हिँड्दाखेरि मजा हुँदो रहेछ। त्यति साह्रो चिसो पनि भएन हो। अन्त सामान चाहिँ धेरैको किनेको तर यति पनि छ साथीहरू। थ्याङ्क यू फर वाचिङ दिस भिडियो है। अनि प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब, लाइक एन्ड कमेन्ट त हजुरहरूलाई भन्नै पर्दैन है। भिडियो कस्तो लाग्यो हो त्यही अनुसार कमेन्ट गरिदिनु होला।